हेलो साथी, आज हामी क्लास 10 को रहेको गुरुत्वाकर्षण बल F इक्वल्स टु gm1 m2/d² प्रुभ गर्नेछौँ। यो चित्रमा हेर्नुहोस्, यो ए र यो बी हो। यो ए र बी बिचको दूरी d छ र ए को पिण्ड m1 र बी को पिण्ड m2 छ। त्यही साथी हामी यहाँ लेखे, त्यही हामी यहाँ अब के गर्ने? अब न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम। यदि दुई वस्तुहरू बीचमा लाग्ने बल F छ भने m1 र m2 F सँग समानुपातिक हुन्छ। त्यही हामी यता लेखे, F प्रोपोर्सनल m1 × m2। अब फेरि यदि दुई वस्तुहरू बीचको दूरी d छ भने गुरुत्वाकर्षण बल F वस्तुहरू बीचको दूरीको वर्गसँग व्यक्त हुन्छ। यसलाई हामी इक्वेसन 2 मानौँ। अब समीकरण 1 र समीकरण 2 बाट यो दुईटालाई मिलाउँदा यो हुन्छ कि हुँदैन? अब F इक्वल्स टु gm1 m2/d² राख्यो। यता g गुरुत्वाकर्षण अचर हो, यो भयो। अब m1 इक्वल्स टु m2 इक्वल्स टु 1 kg र d इक्वल्स टु 1 मिटर छ भने F इक्वल्स टु g हुन्छ। जी त थाहै छ तपाईँले, गुरुत्वाकर्षण अचर हो। तपाईँहरूले सोध्न सक्छ कुन अवस्थामा गुरुत्वाकर्षण बल गुरुत्व अचरसँग बराबर हुन्छ, त तपाईँलाई यही लेख्नुपर्छ।